नमस्कार। टुडे टॉक पे अपने संपूर्ण बूटी के स्वागत करे छी हम सन। विभिन्न चीज के महोत्सव जैसे से मध्य प्रदेश में होइत रही देश। लेकिन देखल जाए तो सर्प महोत्सव सुन कर लगे छे कि महोत्सव केहन हेते। जी मिथिला बिहारी नगर पालिका में जी सर्प के महोत्सव कही आ सांपक महोत्सव जो अपना समय कही छी सांप तो सांप महोत्सव जैसे से होब जा रहल छे और कहल जाए छे जो ओना अखनो अझै मित्रता के संबंध छै मानव के और सांप के। लेकिन वो कौन प्रकार के जे छै से मित्र के संबंध छै अखन देखबे त दिया पुता सब अखनो ओइ सांप के कतो नांगर पकड़ के जे छै से घुमाब लगे छे त कतो जे छै से अखन सब देखलक पुरुष सब तो मार दिल जाय छे लट्ठी ल क। त आई हम सब विशेष क बातचीत करबे महोत्सव के बारे में जानकारी लेब हम सब जे सांप जेरा कटै छै तो ओइमे की सब जे छै से उपाय करबाक चाही तब विशेष जानकारी एहि प्रसंग हम सब लेब महोत्सव संगे संगे सर्पदंश के बारे में विशेष जानकारी लेवे के प्रयास करत आई हमरा सबके अतिथि के रूप में बातचीत करे के लिए छै त सर्पविज्ञ कमलदेव कोटाजी उनका संगे हम सब बातचीत करबन नेपाली में। यहाँलाई स्वागत छ। हजुर धेरै धेरै धन्यवाद र सम्पूर्ण एसटिभी हेरेर बस्नुभएका दर्शकलाई पनि स्वागत गरौँ। पहिला त यो जुन महोत्सव भइरहेछ यो महोत्सवको बारेमा अलिकता जानकारी तपाईँ दिइहाल्नु। यो महोत्सव गर्ने सर्प महोत्सव जुन भइरहेछ यो सर्प महोत्सव उद्देश्य के छ गर्न? अब सर्प महोत्सव पहिला चाहिँ जानकारी दिँदा अब नेपाल सर्प महोत्सवको तेस्रो संस्करण यही धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका अन्तर्गत पुरनदाहामा ठ्याक्कै भन्नुपर्दा कल्चरल भिलेजको प्राङ्गणमा हुन गइरहेको छ। यही असोजको 2 र 3 गते र यो महोत्सवको बारेमा भन्नुपर्दा नेपालमा पाइने सर्पहरूको प्रजाति सर्पको टोकाइ जस्तो सर्पले टोकेपछि के गर्न हुन्छ के गर्न हुँदैन अनि त्यसपछि आएर सर्पको महत्त्व के छ विभिन्न महत्त्वहरू पर्यावरणीय महत्त्व चिकित्सकीय महत्त्व किसानको साथी यी सबै चिजहरूलाई हामीले एकै ठाउँमा धेरैभन्दा धेरै जनमानसमा पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सर्प महोत्सवको आयोजना गर्न लागेको हो। यो कार्यक्रममा विशेष के हुन्छ? यसमा चाहिँ हामीले विशेष गरेर 3वटा क्याटेगोरी गरेका छौँ। हामीसँग सर्प प्रत्येक सर्प विशेष गरेर मुख्य विषालु र मुख्य अविषालु सर्पहरूको बारेमा हरेक छुट्टा छुट्टै स्टलबाट यहाँहरूले सर्पको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। प्राङ्गणमा हाम्रो ठुलो स्टल लागिरहेको हुनेछ। त्यस्तै हामीले नेपालमै काम गरिरहेका सर्पविज्ञहरू सर्प संरक्षणकर्मी उद्धारकर्ताहरू लाई राखेर एउटा सर्प सम्बन्धी जनचेतनामूलक भिडियोहरू बनाएका छौँ। कुनै भिडियो टोकाइ सम्बन्धी छ कुनै उद्धार सम्बन्धी छ जस्तो उद्धार पनि वैज्ञानिक तरिकाले कसरी उद्धार गर्ने नेपालमा अहिले उद्धारको धेरै किसिमले हामीले फोटो भिडियोहरू देख्न पाउँछौँ। त्यो कुन चाहिँ उद्धार अलिकति सही हो कहिलेकाहीँ सिक्दा सिक्दै कुन चाहिँ उद्धार अलिकति गलत तरिकाले गरियो यी सबै कुराहरूको बारेमा जानकारी हुनेछ र साथसाथै डकुमेन्ट्री प्रदर्शन पनि हुनेछ। र यसमा चाहिँ हामीले अहिले एउटा अलिकति नयाँ चिज थपेको यसभन्दा अगाडिको सर्प महोत्सवहरूमा भन्दा फरक भनेको चाहिँ अहिले हामीले यही धनुषा जिल्लाका विभिन्न स्कुलका विद्यार्थीहरूलाई नै भोलुन्टियरिङको हामीले अस्ति 2 दिनको तालिम दिएका छौँ र त्यो 2 दिनमा उहाँहरूले सिक्नुभएको कुराहरूले उहाँहरू स्टलमा भोलुन्टियर गर्दै हुनुहुन्छ हामीसँग उहाँहरूलाई गाइड गर्नको लागि हामीसँग नेपालबाट विभिन्न ठाउँबाट आउने सर्प संरक्षणकर्मीहरू सँगसँगै गाइड गर्दै हामीले स्टल सञ्चालन गर्नेछौँ। मध्य प्रदेशमा यो पहिलो सर्प महोत्सव हो। मध्य प्रदेशमा अरू खालका महोत्सवहरू त यसअघि पनि भएका थिए। जहाँसम्म लाग्छ यो नेपाल सर्प महोत्सव बल्ल तेस्रो वर्ष चल्दैछ र हामीले चाहिँ पहिलो 7 वर्षमा 7वटै प्रदेशमा गर्ने उद्देश्यका साथ हामीले गण्डकी प्रदेशबाट सुरु गरेका थियौँ। आजभन्दा 2 वर्ष अगाडि गण्डकी प्रदेशको नवलपुर जिल्लाको कावासोती नगरपालिकामा गऱ्यौँ। त्यसपछि पोहोर साल हामीले लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा गऱ्यौँ र यो तेस्रो वर्ष अहिले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा गर्दैछौँ भनेपछि पक्कै पनि यो ठाउँको लागि सर्प महोत्सव नयाँ नै हो। के परिवर्तन ल्याएको छ यो तेस्रो संस्करण भनौँ अथवा तेस्रो महोत्सव भनौँ होइन नेपालमा सर्प महोत्सव यसमा चाहिँ गर्दाखेरि के परिवर्तन ल्यायो?
अब यस्तो छ, परिवर्तन चाहिँ बिस्तारै हुँदै जाने कुरा रहेछ। तर हामीले कोसिस गर्न छोड्नु भएन। यसभन्दा अघिल्लो सर्प महोत्सवहरूबाट हामीले थाहा पाएको भनेको अझै पनि हामी त्यो ठाउँमा फलोअप गरिरहेका हुन्छौँ बेला-बेलामा र केही ठाउँमा स्वतःस्फूर्त रूपमा नै उहाँहरूले जनचेतनामूलक कार्यक्रमहरू गरिरहनु भएको छ। कतिपय साथीहरू, संरक्षणकर्मीहरू आफूले सक्ने गरी स्कुल, कलेजमा कार्यक्रम गरिरहनु भएको छ। कतिले कम्युनिटीमा गरिरहनु भएको छ। अनि कतिले त्यो महोत्सव हेरेर नगरपालिकाहरूले आफ्ना नगर प्रहरीहरूलाई सर्प उद्धारको तालिमको लागि हामीलाई बोलाइरहनु भएको छ। त्यस्तै स्कुल, कलेजले पनि बोलाइरहनु भएको छ। यो एकदमै आवश्यक चिज भएको र बिस्तारै जनमानसमा यसको बारेमा थाहा हुँदै गएकोले कार्यक्रम सकेपछि हामीले लिएका इन्टरभ्यूको माध्यमबाट हामी यति भन्न सक्छौँ कि एकदमै नौलो लाग्छ उहाँहरूलाई र सर्प सम्बन्धी धेरै नै मिथहरू, भ्रमहरू छन् जसलाई चिरफार गर्ने काम चाहिँ सर्प महोत्सवले गर्छ। जस्तो हामीले टोक्न साथ जुन एकदम कसेर बाँध्ने डोरीले अनि ब्लेडले चिर्ने हामीले पढ्दै आएको, सिक्दै आएको कुरा यही हो। तर यो महोत्सवबाट उहाँहरूले थाहा पाउनुहुन्छ कि अहिलेसम्म प्राथमिक उपचारको नाममा गर्न नहुने कार्यहरू भइरहेको रहेछ। हामीले बुझ्यौँ सर, सर्पहरू पनि सबै विषालु हुँदैन रहेछ। करिब 17-18% सर्प मात्र विषालु हुँदो रहेछ। हामी त जे देख्यो त्यो मार्थ्यौँ भनेर उहाँहरूले कार्यक्रम सकिसकेपछि दिएको प्रतिक्रियाबाट थाहा हुन्छ कि बिस्तारै चेन्ज पक्कै पनि आउँछ। यो कार्यक्रम यो मिथिला बिहारी नगरपालिकामै किनकि यो जनकपुरको मेन सिटीमा हुँदा पनि हुन्थ्यो। यो 12 बिघारै छ रङ्गभूमि मैदान, त्यसपछि तीर्थयागाछी छ। मान्छेहरू यो राजधानी जनकपुरमा धेरै टाढाबाट पनि आएको मान्छे हेर्नुहुन्थ्यो। अलिकता यताबाट भनौँ टाढा त छैन, तपनि अलिकता साइड ब्याक एरियामा यो मिथिला बिहारीमै कि? हजुर, यसमा चाहिँ पहिलो कुरा त अब यहाँले भने चाहिँ जनकपुरमा गर्दा पनि हुन्थ्यो। जनकपुर पनि तराई क्षेत्र नै पर्यो, मधेस क्षेत्र पर्यो र अहिले मिथिला बिहारी त्यो पनि त्यही क्षेत्र नै पर्छ। हामीले पहिलो अघि भने चाहिँ पहिलो 7 वर्षमा चाहिँ 7वटा प्रदेशको सकेसम्म हामीले तराई अथवा मधेस कहाँ हुन्छ त्यो क्षेत्र जहाँ चाहिँ सर्पदंशको प्रकोप बढी छ त्यो क्षेत्रलाई छानिरहेका छौँ। र मिथिला बिहारी नै किन भन्दाखेरि अहिले हामीसँग आयोजकको रूपमा मिथिला वाइल्ड लाइफ ट्रस्ट पनि जोडिनु भएको छ र मिथिला वाइल्ड लाइफ ट्रस्ट यो क्षेत्रमा लामो समयदेखि एउटा एकदमै विश्वासिलो रूपमा यो वन्यजन्तु वातावरणमा काम गरिरहेको समूह हुनुहुन्छ जसलाई देवनारायण मण्डलजीले लिड गरिरहनु भएको छ। र हामी उहाँसँग सल्लाह गरिसकेपछि र पोहोर साल पनि उहाँले ठुलो महोत्सव, अहिले त हामी त्यति ठुलो स्केलमा जाँदैनौँ, भर्खर सुरु गर्दैछौँ, बिस्तारै हामी पनि स्केल बढाउँदै जान्छौँ। उहाँले उल्लु महोत्सव, नेपाल उल्लु महोत्सव पनि सञ्चालन गरिरहनु भएको छ यो क्षेत्रमा। त्यसले गर्दा अनि उहाँसँगको सहकार्यले हामीलाई पनि काम गर्न सजिलो हुन्छ। हामी यो क्षेत्रमा अलिकति नयाँ नै छौँ, ठ्याक्कै कहाँ गर्दा इफेक्टिभ हुन्छ भन्ने हामीलाई भन्दा हाम्रो आयोजक संस्था मिथिला वाइल्ड लाइफ ट्रस्टका देवनारायण सरलाई अझ मजाले थाहा भएको हुँदा पनि यो सर्ट नै उहाँ धेरै लामो समयदेखि वन र वन्यजन्तु सर्पमा मात्र सीमित नभएर उहाँ वृक्षारोपणदेखि लिएर होइन उहाँ कम्युनिटी लर्निङ सेन्टर चलाइरहनु भएको छ। यो विभिन्न कुराले गर्दाखेरि यो समझदारीमै ठाउँ। हजुर, यसो अब हेर्दाखेरि यो सर्प र मानवमा भन्छ कि यो मित्रवत सम्बन्ध छ। कस्तो खालको मित्रवत सम्बन्ध? किनकि मान्छे हेर्ने बित्तिकै सर्पलाई त्यो मारिदिन्छन् है हजुर, त्यो कस्तो खालको मित्रवत सम्बन्ध छ? अब यसमा त म विशेष गरेर 3टा कुरालाई म जोड दिन चाहन्छु। पहिलो त अब हामी मानिस भनेको म्यामल्स, स्तनधारी प्राणीमा पर्छौँ र सर्पहरू भनेको सरीसृप अर्थात् रेप्टाइलमा पर्छन्। हामी मनुष्य जाति, मानव जाति अथवा म्यामल्सहरूको उत्पत्ति हुनुभन्दा धेरै वर्ष अगाडि नै रेप्टाइलहरूको उत्पत्ति भएको हो। त्यो हिसाबले हामी मानवको यो पृथ्वीमा जे जति हक अधिकार छ त्यति नै हक अधिकार वन्यजन्तुहरूको पनि छ, अझ बढी होला, किनभने हामी मानवले त वन्यजन्तु मास्ने काम पनि गरिरहेका हुन्छौँ। एउटा चाहिँ पर्यावरणीय हिसाबले भयो। अर्को चाहिँ सर्पहरूलाई किसानको साथी भनिन्छ। जस्तो यो जति पनि धान बाली अथवा बालीहरूमा लाग्ने किरा फट्याङ्ग्रा, मुसा, भ्यागुता, छेपारा जसले चाहिँ अन्न बालीहरूलाई ह्रास पुर्याइरहेको हुन्छ, लस गरिरहेको हुन्छ, त्यो सबै चिजलाई नेचुरल पेस्ट कन्ट्रोल अर्थात् प्राकृतिक कीटनाशकको रूपमा सर्पले भूमिका खेलिरहेको हुन्छ। र कुनै क्षेत्रमा खेतमा सर्प हुनु र नहुनुले किसानको अन्न बालीमा धेरै नै फरक पार्छ। त्यस कारणले गर्दा पनि यसलाई हामीले फार्मर्स फ्रेन्ड अर्थात् किसानको साथी भनेर पनि त्यो हिसाबले पनि यसको महत्त्व भयो। र अर्को भनेको चाहिँ सर्पले टोकिसकेपछि अब उपचार गर्न दबाई चाहियो। त्यो मेडिसिन कसरी बन्छ जसलाई हामी एन्टिभेनम भन्छौँ, त्यो फेरि सर्पकै विष निकालेर त्यसलाई विभिन्न प्रक्रियाहरू अपनाएर
अनि त्यो एन्टिभेनम अर्थात् प्रतिविषको रूपमा हस्पिटलहरूसम्म पुगेको हुन्छ, जसले चाहिँ फेरि मान्छेकै ज्यान बचाउने काम गर्छ। त्यसले गर्दा यी सबै कुराहरूले गर्दा सर्प पनि आवश्यक छ, जोगाउन पर्छ भनेर चाहिँ हामी लागिपरेका छौँ। सर्प भन्दाखेरि त हरेक ठाउँमा छ, विश्वभरि नै सर्प छ। तर प्रदेशमा विशेष गरी जुन यो बर्सातको समयमा हेर्दाखेरि यो सर्पदंशको घटनामा वृद्धि हुन्छ, अहिले नै धेरै बढिसकेका छ। यो किन भइरहेछ यस्तो? यस्तो छ, अब यो समय भनेको सर्पहरू बढी सक्रिय हुने समय पनि हो। जस्तो जाडो महिनातिर केही समय उनीहरू दुलोमा बसेर त्यहीँ खाने बस्ने, लामो समय बाहिर निस्किँदैनन् र बिस्तारै फागुन चैत लाग्न थालेपछि, भनौँ न अलिकति गर्मी बढ्न लागेपछि, त्योदेखि लिएर यो असार साउनको वर्षादेखि लिएर लगभग दसैँ तिहारसम्म एकदमै एक्टिभ हुने समय भएकोले यो समयमा सर्पहरू पनि बढी देखिन्छन्। र यही समयमा फेरि मान्छेहरूको क्रियाकलाप पनि बढी हुन्छ, बाली नालीमा काम गर्नु पर्यो, खेतको रोप्ने सिजनदेखि लिएर विभिन्न कुराहरू भइरहने हुँदाखेरि अनि सर्पसँग बढी साक्षात्कार हुन पुग्छन्, इन्काउन्टर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मानिस र सर्पको केही समयलाई द्वन्द्व बढेको हो कि जस्तो पनि देखिन्छ। र अहिले हामीले चाहिँ अब यसलाई मानव सर्पको द्वन्द्व भन्दा पनि मानव र सर्पबीच एउटा सहअस्तित्व कायम गरौँ। सर्प पनि होस्, आफ्नै ठाउँमा होस्, मान्छेलाई हानि नपुर्याउने गरी मान्छेले नै त्यो विधिहरू खोजौँ, उपाय अपनाऊ। किनभने हामी स्नेक बाइट इज एन एक्सिडेन्ट भन्छौँ मोस्ट अफ द केसमा। कुनै केसमा त अब एक्सिडेन्ट त एक्सिडेन्ट हो, तर स्टन्ट गर्दा हुने घटना फरक भए। स्टन्ट नगर्दै पनि कहिले सुतेको बेलामा आएर टोकिदिन्छ, कहिले खेतबारीमा काम गर्दा टोकिदिन्छ। त्यसलाई हामी एक्सिडेन्टको रूपमा, एउटा दुर्घटनाको रूपमा हेर्छौँ। र त्यो दुर्घटनालाई कम गर्न सकिन्छ, सर्पबाट जोगिने विभिन्न उपायहरू छन्, त्यसलाई अपनाउनु पर्यो। र त्यही उपायहरू के छन् भनेर नै हामीले अहिले अब जनचेतनामूलक कार्यक्रममा त्यसलाई पनि जोडिरहेका छौँ। यो मध्य प्रदेशमा विशेष गरी कुन प्रजातिका सर्पहरू चाहिँ भेटिरहेछ? विशेष गरेर विषालुमा त अब कोब्रा, गोमन भनौँ। अब गोमनमा पनि अझ हाम्रो देवसरसँग सल्लाह हुँदाखेरि यता मोनोकर्ड कोब्रा भन्छौँ हामी, जुन चन्द्रनाग भनेर चिनिन्छ। कोब्रा प्रजातिले हुड फैलाउँछन्, घाँटी। त्यो घाँटी फैलाउँदा एउटा कमन कोब्रा हुन्छ जसको अगाडि दुईटा थोप्लो देखिन्छ, त्यसकारण त्यसलाई स्पेक्टेकल कोब्रा अथवा चस्मा लगाएको कोब्रा भनेर चिन्नको लागि त्यसरी नाम दिनुभएको छ। भने अर्को पछाडिपट्टि हुडमा गोलो परेको हुन्छ, चन्द्रमा देखिए जस्तो, चन्द्रनाग भन्छौँ, त्यो छ। करेतहरू छन्, कमन करेत छ, ब्यान्डेड करेत छ, विभिन्न अरू प्रजातिका करेत छन् होइन। भाइपरका प्रजातिहरू छन्, हर्यौँहरू पनि भेटिरहेको हुन्छ विषालुमा। भने अविषालुमा चाहिँ अब मुसा खाने सर्प भन्छौँ, धामिन, पानी सर्प, चेकर्ड किलब्यागदेखि लिएर थुप्रै छन्, जुन चाहिँ सर्पको एक खालको एकदमै राम्रो डाइभर्सिटी भएको ठाउँ हो मध्य प्रदेश पनि। यता विशेष गरेर अहिले पनि जब सर्प टोकिन्छन् मान्छेलाई जोग्दाखेरि एकदमै आँट्दाखेरि अब अहिले पनि गाउँघरमा कस्तो विश्वास छ, मैले धामी झाँक्री कहाँ जाने अनि मन्त्रले चाहिँ उस्तै त्यो विष उतारले गरिन्छ, अहिले पनि त्यस्तो छ। र अहिले हेरिरहेको छु त्यो हस्पिटलमा पनि मान्छे जान्छ। के छ यो दुईवटामा वास्तवमा त्यो धामी झाँक्रीले त्यो मन्त्रबाट विष उतारिन्छ, के छ यो अलिकति स्पष्ट पार्दै? यसमा अब बुझ्नुपर्ने विशेष गरेर दुईवटा कुरा छ। एउटा चाहिँ अघि मैले भने नेपालमा मात्र होइन कि संसारमै पाइने सर्पहरूमध्ये विषालु सर्प करिब 20% भन्दा मुनि नै हुन आउँछन्। र बाँकी सबैले टोक्दा पनि, जस्तो अब जनमानसमा त थाहा छैन विषालु कुन अविषालु कुन, र त्यो कारणले गर्दा जुनसुकै सर्पले टोके पनि यो विषालु होला भनेर प्रायः जसो नाम लिने भनेको कोब्रा र करेत अर्थात् गोमन र करेतको छ, जुन चाहिँ वास्तवमा ती सर्पले टोकेका हुँदैनन्। र मानिसलाई लाग्छ कि विषालु गोमन करेतले टोक्यो भनेर। अब जुन विषालु सर्पले नै टोकेको छैन, शरीरभित्र विष नै गएको छैन भनेपछि जहाँ लगे पनि निको भएरै छाड्छ, किनभने शरीरभित्र त विष गएको हुँदैन। अब कहिलेकाहीँ कसैले के दाबी गर्नुहुन्छ भन्दा होइन, विषालुले नै टोकेको पनि हामी निको गरिरहेछौँ, यी गोमन नै मारेर ल्याएको छ, गोमनले टोकेको, करेत नै मारेर ल्याएको छ, करेतले टोकेको मेरै आँखाले देखेको भन्नु पनि हुन्छ। र वास्तवमा सही पनि हो, गोमनले नै टोकेको हुन्छ, करेतले पनि टोकेको हुन्छ। तर त्यहाँनिर एउटा वैज्ञानिक कुरा के छ भन्दा, कहिलेकाहीँ सर्पले टोके पनि सर्पहरूको दुईटा विष दन्त हुन्छ, त्यो दाँत गाडिए पनि उनीहरूको यहाँपट्टि विष ग्रन्थि हुन्छ, जुन भेनम ग्ल्यान्ड भन्छौँ, त्यहाँबाट भेनम प्रेस भएर अर्थात् त्यो नली हुँदै मान्छेको शरीरभित्र नहालेको अवस्था पनि हुन्छ। हेर्दाखेरि त टोक्यो, तर शरीरभित्र विष गएको छैन, जसलाई हामी सुक्खा टोकाइ अर्थात् ड्राई बाइट भन्छौँ, जुन अवस्थामा शरीरभित्र विष नै पसेको हुँदैन। र त्यो अवस्थामा पनि हामीले धामी झाँक्री मन्त्र गुरु आदि इत्यादि जहाँ लगे पनि निको भए जस्तो हुन्छ, किनभने शरीरभित्र त विष छैन। अब बाँकी भनेको 10 देखि 20%
चाहिँ एकदमै सिरियस घटना हुन्छन्, साँच्चै नै विष गएको सिरियस अवस्था, ती केसहरू हस्पिटलमा जानैपर्छ, एन्टिभेनमबाट उपचार हुनैपर्छ। अझ कहिलेकाहीँ त अति नै सिरियस हुँदा हस्पिटलमा समेत उपचार हुन सक्दैन भने यता धामी झाँक्रीकोमा पनि रेकर्ड हेरियो भने केही प्रतिशत मान्छेहरू मरेका देखिन्छन्। जुनसुकै विधि अपनाउँदा पनि त्यो भनेको के हो भन्दा शरीरभित्र साँच्चै नै विष प्रवेश गरेको अवस्था हो। त्यो अवस्थामा आजका दिनसम्ममा एन्टिभेनम बाहेक अर्को दोस्रो औषधिले काम गर्न गाह्रो छ। अझ कुनै कुनै अवस्थामा त एन्टिभेनम भन्दा नि सिरियस भयो भने कृत्रिम श्वास दिनुपर्ने हुन्छ, भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। जति सक्दो चाँडो मेडिकल कति छिटो जब सर्ट यदि टोक्यो भने कुनै मान्छेलाई कति घन्टा प्रति मिनट सम्ममा चाहिँ हस्पिटल पुग्नै पर्छ यदि अब वैज्ञानिकहरूले भन्दाखेरि पहिलो घन्टा सुनौलो घन्टा भनेर भन्ने गर्नुहुन्छ। द फर्स्ट आवर इज द गोल्डन आवर इन केस अफ स्नेक बाइट। त्यसैले चाहिँ पहिलो घन्टाभित्र लग्नुभयो भने जुनसुकै सर्पले टोक्दा पनि बिरामी चाहिँ बाँच्ने सम्भावना एकदमै धेरै हुन्छ। तर कहिलेकाहीँ के हुन्छ भन्दा यो करेतहरूको केसमा, जस्तो कोब्राको केसमा गोमन सर्पले टोक्यो, त्यसको टोकाइको असर अलि चाँडो देखिन सुरु गर्छ, दुखाइ हुन्छ, रगतहरू आउँछ, अरू सिम्टम्सहरू लक्षणहरू देखिन्छ। त्यसकारण बिरामी आत्तिन्छ, थाहा पाउँछ र हस्पिटल चाँडो पुग्छ र जति चाँडो पुग्यो त्यति निको हुने भयो। तर करेतको केसमा 80% भन्दा बढी रातिमा हुने टोकाइ करेत सर्पको हुन्छ र यो सर्पले टोक्दाखेरि यिनीहरूको त्यो विष दन्त एकदमै मसिनो हुँदा टोकेको डाम देख्न गाह्रो पर्छ, दुख्दैन, रगत नआउन सक्छ, तर विष त शरीरभित्र प्रवेश गरेको हुन्छ। त्यसले गर्दा बिस्तारै विष चढ्छ यिनीहरूको कोब्राको तुलनामा, बिस्तारै शरीरभित्र जाने, त्यसले बिस्तारै लक्षणहरू ल्याउने र निको हुन पनि समय लाग्ने हुन्छ। अब रेकर्ड हेर्दाखेरि हाम्रै नेपालमा पनि 30 घन्टापछि पनि लक्षण देखिएर त्यसको उपचार गरेर फेरि निको भएर गएको करेतको केस पनि छ, चितवनतिरको घटना। हजुर, तर हामीले भन्दा चाहिँ पहिलो घन्टामै लानु चाहिँ उपयुक्त हुन्छ भन्छौँ। रातिको टोकाइ चाहिँ अलिकति गाह्रो हुने हुँदा, थाहा नहुने हुँदा चाहिँ मान्छे प्राय बिहानै पुग्नुहुन्छ। यसको लक्षणहरू कसरी थाहा गर्ने, अनि त्यसपछि फेरि यदि सर्प टोक्यो भने त्योबाट बचाउने कसरी, के उपाय हुन सक्छ, अलिकति तत्त्व। पहिलो कुरा त हामी बिरामी अथवा बिरामीको मान्छेले लक्षण कुरेर बस्नु हुँदैन। अघि भने चाहिँ कहिलेकाहीँ लक्षण ढिलो देखिन सक्छ तर शरीरभित्र विष गएको हुन्छ र लक्षण देखे छैन भनेर हामी घरमै बस्दा, टोकेको ठाउँमै बस्दा, हस्पिटल नपुग्दा त्यसले अरू धेरै कम्प्लिकेसनहरू ल्याएर बिरामी मृत्युको मुखमा समेत पुग्ने हुँदा हामीले भन्ने चाहिँ टोक्न साथ, थाहा पाउन साथ, लक्षण देखियोस् नदेखियोस्, विषालु होस् नहोस्, तुरुन्त हस्पिटल पुग्नुहोस्। किनभने कहिलेकाहीँ तपाईँहरूले विषालु होइन भनेको सर्प, जस्तो कोब्रा र धामिन सर्प उस्तै देखिन जान्छ कोब्राले हुन नभइरहेको अवस्थामा, अनि तपाईँहरू धामिनले टोक्यो भनेर बस्नु होला, कतिजना कोब्राले टोकिरहेको हुन्छ। त्यसकारण तपाईँहरूमा सर्प चिन्ने क्षमता छैन, जुन चाहिँ स्वाभाविक पनि हो। आम मानिसमा यो अलिकति गाह्रो कुरा पनि हो सर्प चिन्ने, र त्यो छ भने तुरुन्तै हस्पिटल जाने हो। लक्षणको कुरा गर्दा कोब्रा र करेत भनेको चाहिँ न्युरोटक्सिक विष भन्छौँ हामी, जसले चाहिँ यो हाम्रो न्युरोन्सलाई अथवा नर्भस सिस्टमलाई असर गर्ने विषको प्रकार हुन्छ। अनि त्यसको टोकाइ, त्यसको लक्षण भनेको अलिकति फरक छ। त्यस्तै भाइपरहरू, हरिउँहरू अथवा रसेल्स भाइपर, यिनीहरूले चाहिँ हामी जनरली भन्दा चाहिँ त्यसलाई हेमोटक्सिक भन्छौँ, रगतलाई असर गर्ने अथवा हाम्रो कोषहरूलाई असर गर्ने। तिनीहरूको थोरै फरक छ। उनीहरूले पहिला रगत, मासु, छालालाई बिगार्छन् भने यता कोब्रा करेतले चाहिँ ब्रेनलाई असर गर्ने हुँदा, जस्तो टोसिस भनिन्छ मेडिकल भाषामा। अहिले मैले जसरी तपाईँहरूसँग आई कन्ट्याक्ट गरिरहेको छु, तपाईँहरूले मलाई देखिरहनु भएको छ, यसरी हेर्न चाहिँ गाह्रो पर्छ। बिरामी चाहिँ लट्ट पर्ने, आँखा चाहिँ बन्द हुन खोजेको अथवा खोल्न गाह्रो हुने, यो खालको लक्षण जसलाई मेडिकल भाषामा टोसिस भनिन्छ, हामीले चाहिँ प्रष्टसँग आँखा खोल्न नसक्ने भनेर बुझ्छौँ, लक्षण त्यो देखिन्छ। अनि जिब्रो निकाल्न सक्दैन, थुक निल्न गाह्रो, विभिन्न छन् लक्षणहरू। तर फेरि पनि के भन्छ भन्दा त्यो लक्षण हस्पिटलमा डक्टरहरूले हेर्दा राम्रो। अनि बचाव कसरी गर्ने? हजुर, बच्नको लागि त सामान्य छ, सर्पबाट अथवा यसको टोकाइबाट बस्न सामान्य सावधानीहरू अपनाउनु पर्यो। घर वरिपरि झाडीहरू, काठ दाउराको थुप्रो छ भने त्यसलाई बेला बेलामा सफा गर्नु पर्यो। खेतबारीमा काम गर्दा सम्भव भएसम्म सावधानी अपनाउने, ग्लोभ्स लगाएर काम गर्न मिल्छ भने ग्लोभ्स लगाउने, रातिमा हिँड्दाखेरि टर्च लाइट बोकेर हिँड्ने, टोइलेट बाथरुम जाँदा सर्प कुल्चिन सक्छ। अनि अघि मैले भने रातिमा हुने धेरै टोकाइ करेतको हुन्छ।
र करेज सर्प चाहिँ रातिमा उसको आहार पद्य आउँछ, रातिमा सक्रिय हुने सर्प भएको भएर हामी पलङमा सुतेर पलङलाई पहिला चेक जाँच गर्ने, बिस्तारा टकटकाउने र झुल टाँगेर सुत्ने हो भने करेज सर्पको टोकाइबाट र मृत्युबाट बस्न सकिने भनेर अझै इस्टर्न नेपालमा भएको रिसर्चले पनि देखाइसकेको छ, हाम्रै नेपालमा भएको त्यो रिसर्च। त्यसले गर्दा यी सुरक्षाका सावधानी अपनाउने र जति सकिन्छ सर्पको बारेमा जान्ने बुझ्ने कोसिस गर्ने, मान्छेहरू सर्पको बारेमा जानेकाहरूको सङ्गत गर्ने अथवा राम्रो चिजहरू पढ्ने सर्पको बारेमा कहाँ पाइन्छ, यसरी नै हो सर्पबाट बस्ने। तपाईँ सर्प चाहिँ समात्दाखेरि सुरक्षाको मापदण्ड कसरी अपनाउनुहुन्छ? के गर्नु हजुर, यदि हो? हामीले अहिले पछिल्लो चरणमा म सर्प उद्धार भन्दा पनि सर्पको अध्ययन अनुसन्धान र विशेष गरेर जनचेतनामूलक कार्यक्रमहरूमा बढी व्यस्त हुने हुँदा उद्धारमा चाहिँ म खासै देखा पर्दिनँ। तर हामीले उद्धारको तालिम दिँदा हामीले जहिले पनि के कुरालाई हामी प्राथमिकतामा राख्छौँ भन्दा उद्धार गर्ने मान्छे पहिला आफूमा चाहिँ सर्पको नलेज हुनु पर्यो, सर्प विषालु अविषालु प्रजाति चिन्नु पर्यो। कतिपय अवस्थामा ऊ सर्प उद्धारकर्ताहरूले सर्प त मजाले समातिराख्नु भएको हुन्छ, तर त्यो सर्प कुन प्रजातिको हो, त्यसको आनीबानी कस्तो हुन्छ त्यो थाहा नहुँदाखेरि टोकाइ हुन पुग्छ। त्यसले गर्दा त्यो भयो। अनि सम्भव भएसम्म विषालु सर्प खाली हातले ह्यान्डल नगर्ने, ग्लोभ्स लगाउने अथवा हुक र एकदम कम अवस्थामा टङ पनि कहिलेकाहीँ प्रयोग गर्नुपर्ने हुनसक्छ, त्यो प्रयोग गर्ने। अब अविषालुलाई त तपाईँहरूको बानी परिसकेको हुन्छ, टोक्दा पनि खासै फरक पर्दैन, सर्प चिनिसकेको हुन्छ। त्यसले गर्दा तालिमको क्रममा हामी अविषालुलाई खाली हातले पनि समाउन ह्यान्डल गर्न सिकाउँछौँ। तर विषालुको केसमा हामी कहिले पनि खाली हातले प्राथमिकतामा राख्दैनौँ। अनि खुट्टामा पनि अलि ठुलो खालको माथिसम्म हुने जुत्ता लगाउने। अनि कहिलेकाहीँ यो मोनोकर्ड खोक्का जुन चन्द्रनाग भन्यो, यसले चाहिँ स्पिड पनि गर्छ, थुकिदिन्छ, विष फालिदिन्छ मुखबाटै। त्यसले गर्दाखेरि भयो भने त्यस्तो सर्पहरू उद्धार गर्दै हुन्छ भने चस्मा अथवा टाउकोमा कुनै प्रोटेक्टिभ गियर लगाउने, यी खालका उपायहरू अपनाउने र सर्पलाई उद्धार गरिसकेपछि त्यसलाई सुरक्षित साथ झोलामा अथवा डब्बा के लानु भएको छ बाल्टी त्यसमा राखेर अनि ब्रोसर पोस्टर तपाईँको एजुकेसनल सामग्रीको माध्यमबाट जनचेतना जगाउने, सकेसम्म सर्पलाई धेरै लामो बेर समातेर गर्नुभन्दा अब कहिलेकाहीँ तालिमको क्रममा त्यो पनि गर्नुपर्ने हुनसक्छ। तर सामान्य अवस्थामा सर्पलाई राखेर गर्ने र त्यो सर्पलाई जङ्गलमा छोड्न लाँदा वन कार्यालयहरूसँग समन्वय गर्ने, छोड्ने बेलामा आवश्यक परे वैज्ञानिक अध्ययन अनुसन्धान पनि छ भने फोटो भिडियो एकदम सर्पबाट जोगिएर सर्पलाई दुःख नदेखिच्ने। यदि त्यो छैन भने सर्पलाई मजाले नछोइकन छोडिदिने, यही नै हो। हुन्छ। हजुर। यो मिथिला क्षेत्रमा परम्परागतसँग सर्पको चाहिँ के सम्बन्ध छ? अब मिथिला क्षेत्रमा पनि भयो हो। गर्नुभएको बेला अध्ययन। हजुर। हजुर। र अहिले चाहिँ अब नर्मल्ली भन्दा एउटा हामीले सर्पको चाडबाटै सुरु गरेका थियौँ। यो नेपाल सर्प महोत्सव विशेष गरेर नागपञ्चमीकै दिनबाट सुरुवात गरेका थियौँ हामीले गण्डकी प्रदेशको नवलपुर कावासोतीमा गर्दा। र त्यो बेला हाम्रो उद्देश्य भनेको हरेक नागपञ्चमीमा नै नेपाल सर्प महोत्सव गर्ने र यसलाई विश्वव्यापी रूपमै थाहा दिने यो दिनको बारेमा हुनु। विशेष गरेर नागपञ्चमी नेपाल र भारतमा मात्र धुमधामका साथ मनाइने र अन्य देशकालाई जानकारी नभएको हुँदा हामीले त्यहीबाट सुरुवात गरेर हरेक वर्ष त्यसमै कन्टिन्यू गर्ने, निरन्तरता दिने प्लानसहित सुरु गरेका थियौँ। अब त्यसमा हामीले बाहिर सर्पमा काम गर्ने विज्ञहरूलाई पनि एउटा प्रस्ताव पनि, इन्फर्मल प्रस्ताव पनि राखेका थियौँ। जस्तो विश्व सर्प दिवस मनाइन्छ, किन हाम्रो नागपञ्चमीलाई नै सर्प दिवस नमनाउने, यो त हाम्रो परापूर्वकालदेखि छ। अब त्यो अवस्थामा चाहिँ हाम्रो नागपञ्चमी तिथिमितिमा भर पर्ने, एउटा फिक्स डेट नहुने, कहिले साउनमा कहिले भदौमा पर्ने हुँदा हामीलाई त्यो समय डेट तोक्न पनि गाह्रो भयो। र नागपञ्चमीको आफ्नै किंवदन्ती होलान्। त्यस्तै मिथिला क्षेत्रको मैले अहिले यहाँ बसेपछि थाहा पाउँदा जुन नागपञ्चमीमा हाम्रो जनकपुरमा नवविवाहित महिलाहरूले खालको जुन सांस्कृतिक कल्चर झल्काउने, कल्चरल चिजसँग जोडिएर आउने कुराहरू छन्, त्यो चिजबाट पनि मलाई एकदमै नौलो लागेको थियो। किनभने मैले त्यो चिज चाहिँ यहीँ जनकपुरमा आएपछि मात्र थाहा पाएँ। किनभने हामीले अध्ययन अनुसन्धान गर्दै हिँड्दा पनि कतिपय भनौँ न ठाउँमा हामी पुग्न अथवा त्यो इन्फर्मेसन हामीसँग आइपुग्न कहिलेकाहीँ ग्याप हुन्छ। त्यसैले नै नलेज ग्याप, रिसर्च ग्याप भन्छौँ हामी। त्यही ग्याप फुलफिल होस् भन्दै हामीले विभिन्न ठाउँमा विभिन्न संस्थाहरूसँग हामी सहकार्य गर्दैछौँ। हजुर, यो स्थानीय युवाहरूलाई जसरी यसतर्फ आकर्षित गर्न तालिमहरू चाहिँ दिनुहुन्छ कि कसो? हजुर, हामीले सर्पको स्थानीय युवा जस्तो हामीले एउटा उद्धारको तालिम गर्छौँ। उद्धारमा चाहिँ सर्प चिनाउने र त्यसको कसरी उद्धार गर्ने, जुन अघि मैले भने, यो कहिले 2 दिनको गर्छौँ, कहिले 3 दिनको। किनभने अलि लामो हुँदा राम्रो, यो सर्प सबै चिनाउनु पर्यो। त्यो कसलाई दिएको छ भन्दा हामीले कावासोतीमा गरेको तालिममा चाहिँ
हामीले पहिलो दिन चाहिँ यो पारम्परिक गुरुहरू जुन हामी अघि भनौँ ट्रेडिसनल हिलर, धामी, झाँक्री, गुरु, मन्त्र पढ्ने आदि इत्यादिबाट निको गर्ने भनेर दाबी गर्नुभएकाहरू उहाँहरूलाई राखेका थियौँ। त्यस्तै एफसिएसबी भनेको महिला स्वास्थ्य कर्मीहरू, महिला गृहिणीहरू, अनि त्यसपछि आएर स्टेक होल्डरहरू, त्यसपछि आएर मेडिकल पर्सनहरू, बायोलोजिस्टहरू, अनि कमन मान्छेहरू जुन गाउँघरमा सर्पको टोकाइबाट बढी प्रभावित हुनुहुन्छ उहाँहरूलाई लिएर विभिन्न चरणमा विभिन्न खालका कोर्स डिजाइन गरेर हामीले तालिम राखेका थियौँ। अहिले पछिल्लो चरणमा चाहिँ हामीलाई विभिन्न ठाउँबाट वनबाट आउने, त्यस्तै नगरपालिका, महानगरपालिकाहरूबाट चाहिँ आफ्ना नगर प्रहरीहरूलाई पनि तालिम दिन पाए हुन्थ्यो भनेर आउने हुँदा अहिले पछिल्लो चरणमा हामीले केही नगरपालिका, महानगरपालिकाका नगर प्रहरीहरूलाई पनि तालिम दिइरहेका छौँ र आउने दिनहरूमा पालिकाहरूसँग समन्वय गरेर पालिकाका विभिन्न स्थानीय तहमा पुगेर चाहिँ हामीले उद्धार प्लस जनचेतना यो दुईटा गर्दैछौँ। यो के महोत्सवमा वैज्ञानिक वा अनुसन्धान पक्षको पनि समावेश हुनेछ कि कसो? हजुर, यसमा अघि हामीले भन्यौँ नयाँ जोडिएको भनेको यहीँका विद्यार्थीहरूले स्टलमा बसेर सबै ज्ञानगुणका कुराहरू उहाँले दिनुहुन्छ र उहाँको ब्याकफोर्समा अथवा उहाँको सपोर्टमा सिक्दै हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीसँग नेपालभरिबाट करिब 30देखि 35 जनाको टोली आउँदै हुनुहुन्छ जो चाहिँ सर्पमा अथवा वन्यजन्तुको क्षेत्रमा लामो समयदेखि संरक्षणमा काम गरिरहेको हुनुहुन्छ। उहाँहरू पनि हामीसँगै बस्नुहुन्छ र केही वैज्ञानिक साथीहरू हुनुहुन्छ जो चाहिँ देशमा मात्र नभएर विदेशमा पनि आफ्नो कार्य प्रस्तुत गरिसक्नु भएको छ। उहाँको आर्टिकलहरू विभिन्न इन्टरनेसनल जर्नलहरूमा आइरहेको हुन्छ। उहाँ विज्ञहरूलाई पनि हामीले निम्तो दिएका छौँ। त्यस्तै प्राथमिक उपचार के कसरी गरिन्छ, हस्पिटलमा म्यानेजमेन्ट कसरी हुन्छ भन्ने त्यो पाटो सम्हाल्नको लागि हामीसँग स्नेक बाइटमा लामो समयदेखि ट्रिटमेन्ट गरिरहेका डक्टरहरू आउनुहुन्छ। एकदमै धेरै खालका संरक्षणी वैज्ञानिक र डक्टरहरूको टिम आउँदै हुन्। यो सर्प महोत्सवमा के कस्ता स्टलहरू लाग्छन्? कुन कुन समुदायहरूको विशेष गरेर उपस्थिति हुन्छ? हजुर, पहिलो हाम्रो टार्गेट भनेको त यहीँ विशेष गरेर धनुषा जिल्ला र धनुषा आसपासका क्षेत्रका अब मध्य प्रदेशका अन्य जिल्लाहरू नै हाम्रो पहिलो प्राथमिकतामा पर्छ। किनभने हामीले यो हरेक प्रदेशमा गर्ने आयोजना गरेको हुनाले जहाँ गरियो त्यहाँका स्थानीयहरूलाई नै प्राथमिकतामा राखेको हुनाले नै हामीले यहीँका स्कुलका विद्यार्थीहरूलाई राखेका छौँ र उहाँहरूलाई हामीले जिम्मा दिएका छौँ। विद्यार्थीहरू हामीसँग लगभग 12वटा जति स्टल चाहिँ विद्यार्थीहरूले नै सम्हाल्दै हुनुहुन्छ। जुन 12वटा स्टलमा कोब्रा प्रजातिको छुट्टै जानकारी लिन सक्नुहुन्छ, करेत प्रजातिको छुट्टै, भाइपरको छुट्टै, अनि केही अभिसालु सर्पहरू छन् उनीहरूको छुट्टै स्टल लाग्छ। अनि त्यसपछि आएर हामीसँग प्राथमिक उपचारको स्टल हुन्छ जसलाई चाहिँ मेडिकल डक्टरहरूले नै सम्हाल्नुहुन्छ। त्यसपछि आएर संरक्षण किन गर्ने, यत्रो टोकेर ज्यान लिइरहेको हामी कुरा गरिरहेका छौँ, त्यति हुँदाहुँदै पनि किन संरक्षण गर्ने भन्ने त्यसको छुट्टै स्टल लागिरहेको हुन्छ। त्यसपछि आएर हामीसँग यो उद्धारको लागि डेमोन्स्ट्रेसन नै हुन्छ। हामीले अभिसालु सर्प चाहिँ देखाउँछौँ, वनसँग सहकार्य गर्दैछौँ र कसरी ह्यान्डल गरिन्छ त्यो मासलाई नै देखाउँछौँ त्यहाँ आए जति सबै समूहलाई। र विषालु चाहिँ हाम्रा रेस्क्युर उद्धारकर्ता साथीहरूले मात्रै ह्यान्डल गर्नुहुन्छ। तपाईँहरूलाई हामी जस्ट तरिका मात्र सिकाउँछौँ, देखाउँछौँ। त्यो भयो। सँगसँगै हामीसँग ठुलो हलमा निरन्तर रूपमा दिनभरि डकुमेन्ट्री सर्पको वृत्तचित्रहरू जुन हाम्रै नेपालमा, हाम्रै ठाउँमा, हाम्रै साथीभाइ मिलेर बनाएको त्यो दिनभरि प्रदर्शन भइरहन्छ। त्यसको साथसाथै हामीले केही आर्टिस्टिक चिजहरू पनि जोडेका छौँ जस्तो हामीले फेस पेन्टिङ, आर्ट पेन्टिङ, ह्यान्डिक्राफ्टहरू यो पनि राख्छौँ। सँगसँगै अहिले विद्यार्थी भाइ बहिनीहरूलाई हामीले स्कुल बिचमा हामीले ड्रइङ कम्पिटिसन गराइरहेका छौँ, निबन्ध प्रतियोगिता गराइरहेका छौँ, सङ कम्पिटिसन गराइरहेका छौँ। यो सबैबाट उहाँहरूले यो सबै फेरि सर्प र सर्पको टोकाइमा आधारित रहेर उहाँहरूको थिम नै त्यही हो। सँगसँगै ड्रामा प्रदर्शन हुँदैछ स्नेक बाइटको। यो आर्टिस्टिक र साइन्स दुईटा चिजलाई मिलाएर चाहिँ हामी साइन्स र आर्टलाई मर्ज गरेर कार्यक्रमहरू गर्दैछौँ र यो कार्यक्रममा को सहभागी हुन सक्नुहुन्छ भन्दा सम्पूर्ण मान्छे सहभागी हुन सक्नुहुन्छ। हामीसँग चाहिँ किसानहरूदेखि लिएर स्वास्थ्यकर्मीहरू, संरक्षणकर्मीहरू, विभिन्न क्षेत्रमा काम गरिरहनुभएका उद्धारकर्ताहरू, त्यसपछि आएर स्टेक होल्डरहरू र सबै पर्सनल्ली नाम लिन अथवा संस्थाको नाम लिन गाह्रो होला, सबै समावेश हुन सक्नुहुन्छ। यो हाम्रो बिहान 10 बजेदेखि सुरु भएर साँझ 5 बजेसम्म निरन्तर रूपमा हुन्छ। यहाँहरूले चाहिँ आफ्नो पाएक पर्ने समयमा 1 देखि 2 घन्टा निकालेर आउनुभयो भने स्टलका सारा चिज गतिविधिहरू यहाँहरूले एकै ठाउँमा लिएर जान सक्नुहुन्छ र हामीसँग त्यो स्टलमा तपाईँहरूलाई दिनको लागि चाहिँ ब्रोसर पोस्टरहरू, सर्पको जानकारी भएको केही सामग्रीहरू छापेका छौँ। त्यो चाहिँ यहाँहरूले हामीसँग लिन सक्नुहुन्छ स्टलबाट। यो कार्यक्रम हरेक वर्ष नियमित गर्ने हुन्छ कि? हजुर, अहिलेको प्लानिङ अनुसार त्यही छ।
हामीले नेपाल सर्प महोत्सव भनेर वर्षको एकचोटि गर्ने र हामीबाट प्रभावित भएर विभिन्न ठाउँमा स्थानीय लेभलमा नि सुरु गर्नुभएको छ। उहाँहरूले पनि महोत्सव अथवा कुनै पनि नामबाट उहाँहरूले पनि सुरु गर्नुभएको छ। त्यसलाई पनि हामी एकदमै राम्रो मान्छौँ, किनभने कुनै कार्यक्रमबाट प्रभावित भएर सोही क्षेत्रमा स्वतःस्फूर्त रूपमा त्यस्ता खालका जनचेतनामूलक कार्यक्रम हुनु भनेको त्यो एक खालको नेपाल सर्प महोत्सवको पनि सफलता हो भनेर हामी बुझ्छौँ। यो कार्यक्रममा अन्त्यमा तपाईँ के भन्न चाहनुहुन्छ? त्यही हो भन्ने कुराहरू। नेपाल सर्प महोत्सवको तेस्रो संस्करण लिएर हामी धनुषामा आइपुगेका छौँ। धनुषा लगायत मध्य प्रदेशका विभिन्न जिल्लाहरू तथा हामीले अहिले फेसबुक अथवा सोसियल मिडियाबाट चुले निम्तो है भनेर सार्वजनिक रूपमै आह्वान गरेका छौँ। किनभने सबै ठाउँमा हामीले फोन गरेर अथवा चिठी बाँडेर पुग्न पनि हामीलाई असहज हुने हुँदा चुले निम्तो खालको निम्तो गरेका छौँ। यहाँहरू सबैको पाएक पर्ने समयमा आएर स्टल भिजिट गर्नुहोला र नेपाल सर्प महोत्सवलाई भव्य सभ्य रूपमा सफल पार्नलाई सहयोग गरिदिनु होला। धन्यवाद। धेरै धेरै धन्यवाद यहाँलाई। इनका धन्यवाद देव चाहूँ सबला सबके अखाने इतने व्यस्तता के बावजूद कि अब तक कार्यक्रम के पूरी अरेंजमेंट रखून कर रहल छथिन। हम सबके आए पर समय दिले था कार्यक्रम में और महोत्सव की जानकारी के संगे संगे हमरा सबके जे पुनः सर्प कटे छै त किन फील होइ छै ओकरा बचाव कोना का करी के लक्षण और सबकी हमरा सबके मुश्किल जानकारी करा दिले था कार्यक्रम में उनका धन्यवाद दै कार्यक्रम सहमुख नमस्कार।